हेलो, एउटा कथा तपाईहरुको माझमा मैले लिएर आएको छु र यो कथाको विशेष शीर्षक चाहिँ छ गरिबदेखि धनी बनेको कथा। भनौं परिश्रमको एउटा फल। र यस कथाबाट हामी के कुरा चाहिँ हामी सिक्छौं भन्ने मैले आशा पनि राखेको छु। नेपालको एउटा सानो गाउँमा रामबहादुर नामको एक गरिब युवक बस्थ्यो अनि उसको घर कच्ची थियो। आमाबुबा वृद्ध थिए र दिनभरि ज्याला मजदुरी गरेर मात्र परिवारको गुजारा चल्थ्यो। धेरै दिन त घरमा दुई छाक खान पनि पुग्दैन थियो। एक दिन रामबहादुरले मनमनी निर्णय गर्यो, गरिब भएर जन्मनु मेरो हातमा थिएन, तर गरिब भएर मर्नु मेरो रोजै होइन। त्यसपछि उसले मेहनत गर्न थाल्यो। बिहान खेतमा काम गर्थ्यो, बेलुका गाउँका मानिसहरूबाट खेती व्यापार र बचतका बारेमा सिक्थ्यो। मजदुरीबाट कमाएको पैसा मध्ये थोरै भए पनि नियमित बचत गर्न थाल्यो। केही वर्षपछि उसले आफ्नै तरकारी खेती सुरु गर्यो। सुरुमा धेरै कठिनाइ आयो, कहिले बाढी, कहिले रोग, कहिले बजारमा मूल्य घट्यो, तर उसले हार मानेन। उसले नयाँ प्रविधि सिक्यो र राम्रो बिउ प्रयोग गर्यो र ग्राहकसँग सिधै व्यापार गर्न थाल्यो। उसको मेहनतले फल दिन थाल्यो। आम्दानी बढ्दै गएपछि उसले सानो कृषि फार्म खोल्यो र गाउँका अन्य बेरोजगार युवाहरूलाई पनि रोजगारी दिन थाल्यो। 10 वर्ष अघि दुई छाक खान मुस्किल हुने रामबहादुर गाउँकै सफल व्यापारी बनेको थियो। उसले आफ्नो पुरानो कच्ची घरको ठाउँमा राम्रो घर बनायो, आमाबाबुको राम्रो उपचार गर्यो र गरिब विद्यार्थीलाई छात्रवृत्ति दिन पनि सुरु गर्यो र सामाजिक काम गर्न पनि थाल्यो। एक दिन कसैले उसलाई सोध्यो यसरी, तपाईको सफलताको रहस्य के हो? रामबहादुर मुस्कुराउँदै भन्यो, धनी बन्ने सबैभन्दा ठूलो पुँजी पैसा होइन, इमानदारी, निरन्तर परिश्रम, बचत र कहिले हार नमान्ने साहस हो। त्यसैले प्रिय मित्रहरू, आज हामी पनि यदि अन्योलमा छौं भने आज यस कथाबाट हामी केही कुराहरू हामी सिकौं। हामी धनी बन्नको निम्ति ठूलो पुँजी पैसा हुनु मात्र होइन, तर हामी माझ इमानदारी, निरन्तरता, परिश्रम, बचत र कहिले हार नमान्ने साहस नै हाम्रो सफलता हो। हुन्छ, धन्यवाद।